यतापट्टि चाहिँ तपाईँको यो यतापट्टि तपाईँको हाम्रो काँक्रेभिटा अब यो काँक्रेभिटा मजाको छ सर सबै चट्टैसँगले यहाँनिर कलर हालेर अलिकति लुक्स हरेक कुराहरू स्लोगनहरू हालिदिएर वेलकम टु नेपाल भनेर सबैजनालाई यसो कहाँ जाने कता जाने यसो म्यापहरू बनाइदिनु नि यो भित्तातिर होइन केही कुराहरू जनचेतनाको कुराहरू सजग अपनाउनु पर्ने कुराहरूलाई किनकि नेपाल भारत भनेको तपाईँको एकदम छिमेकी देश पनि हो छिमेकी देशभित्रमा चाहिँ तपाईँको यहाँभित्र चाहिँ नेपालीहरू एकदमै एट्याच छ क्या एउटै फ्यामिलियर छन् जस्तो किनभने उतातिर चाहिँ होइन तपाईँको यतातिर तपाईँको यही अब वेस्ट बङ्गाल दार्जिलिङ सिक्किमदेखि लिएर आसाम मेघालय मणिपुर हुँदै हुँदै तपाईँको बर्मासम्म तपाईँको नेपालीहरू बसोबास छ किनकि हाम्रै छोरीहरू छन् हाम्रै ज्वाइँहरू छन् हाम्रै भाइ भतिजाहरू छन् हाम्रै दाजुभाइहरू छन् र हाम्रै कुटुम्बहरू छन् यी सबै कुरा हुनाले गर्दाखेरि चाहिँ यहाँ नेपालीको बहुत आगमन आउजाउ हुने गर्छ र त्यसै कारणले उनीहरू कति सुरुमा आउँदै गरेको हुन्छन् नेपाल लामो समयसम्म उतै बसेर पढेर पछि अब यहाँ बाउथलोहरू कता हो पुर्ख्यौली थलो कता हो भनेर आउँदै गरेको हुन्छ एटलिस्ट यहाँ केही कुराहरू पायो भने पनि उहाँहरूलाई सहज हुने त्यस्तो खालको वातावरणहरू पनि बनाइदिँदाखेरि हुन्थ्यो खोइ त छैन हाम्रो नेपाल त केही छैन शून्य छ खालि राजनीतिक उत्तर चढाव लडाउने गिराउने पछार्ने कसको सत्ता रहने कसले बेसी सत्ता चलायो यस्तै कुराहरू मात्रै वाद विवाद भइराख्ने नेपाल कहिले पनि विकास उन्नति प्रगतिको विषयमा चाहिँ कहिले अगाडि बढ्दै बढेन ल हेर्नुहोस् अब यो अर्को एउटा यसो नाटक छ त्यति नै हो हाम्रो नेपालको अब सिनारियो यस्तै रहेछ पहिले राजनीतिक उतार चढाव जनताले पड्कायो अब अन्तरिम सरकार आयो फेरि सरकार बनायो चुनावी प्रणाली आदि यसरी नै हाम्रो देश छ अब हामी ठ्याक्कै काँक्रेभिटा आयौँ यो सिधा यो चाहिँ अब तपाईँको यो गाडीहरू इन्डियाबाट आएको भन्सार कार्यालय हो यो गाडीहरू लिने गर्छ यतापट्टि भन्सार कार्यालय छ यहाँ चेकपोस्ट छ सबै कुराहरू टोटल छ एसियन हाइवेहरूले गर्नुहोस् एसियन हाइवे दामी चाहिँ मजाको यही है एसियन हाइवे अनि यही तरिकाले यो चाहिँ आएको इन्डियाबाट एसियन हाइवे हो यसरी आएर तपाईँको नेपालमा प्रवेश गर्छ ल हुन्छ हस्